हेलो गाइस वेलकम टु माई मिनी भ्लग लङ टाइम पछि चाहिँ हामी दुईजना छौँ आज छुट्टीमा होइन। पूजा कस्तो छ? यसले चाहिँ खासमा मलाई सरप्राइज दिएको होइन। बिहान म उठ्दा त बहिनी त ओछ्यानमै पो अनि आज दुईजना हामी चाहिँ त्यही हो अब कोपीको सब्जी छोइला बनाउँदै थियौँ अनि म चाहिँ यहाँ छोइला म चाहिँ कटिङ मात्रै हो पकाउने चाहिँ यही हो नि अनि यहाँ डढिसक्यो है। त्यही हो लास्टसम्म हेर्नु होला हाम्रो भ्लग। आज कस्तो हुन्छ डान्स पनि हान्ने होइन पूजा 40 डिग्रीको घाममा माथि गएर। सो हामीले चाहिँ यहाँ हाम्रो प्यानमा चाहिँ यो डन्ठी नै छैन। कति धेरैजनाले बनाउँछ नि त त्यही भएर यो चाहिँ भाडा धुँदैछ यहाँनिर है। अनि म चाहिँ यहाँ छोइलाको लागि बनाउँदैछु अनि मेरो कोपी र आलु चाहिँ यस्तो भएको छ है। अनि सानो कुकरमा दाल बनाएको छु। आवाज साह्रो आएको छैन होला किनभने वासिङ मेसिन पनि परिरहेको छ। अनि त्यही हो हामी डान्स पनि गर्छौँ बेलुका नै। म चाहिँ के अरे मसलाको बट्टाले यिनीहरूले धुँदैन हेर्नु आफूले सफा नगरिकन हुँदैन होइन। त्यही भएर सरसफाइ गर्दैछु म चाहिँ पकाउँदै हुनुहुन्छ ल गाइस। हाम्रो चाहिँ फाइनली छोइला पनि रेडी भइसक्यो होइन। अघि चाहिँ कस्तो के अरे त्यो तेल लाएर छैया पारेको लगाउनु भनेको भनेको त बिर्सेछ बनाउनुको धुनमा है। एकदम मिठो भएको छ देख्दै मेरो चाहिँ मुखमा पानी आइसक्यो। अनि यता पनि देखा न यता हाम्रो सब्जी पनि पाकिसक्यो। यता कोपी र आलुको सब्जी पनि पाकिसक्यो होइन। दाल खोइ दाल अरे दाल पनि हाम्रो रेडी भइसक्यो। यता गाईहरू पनि पकाउँदै हुनुहुन्छ। हाम्रो चाहिँ अलमोस्ट रेडी भइसक्यो। अब खाना बाँकी छ गाइस। हामी चाहिँ अब खाना रेडी है। आइटम आज त धेरै भयो हाम्रो। भिडियो लिने मान्छे चाहिँ हाम्रो भिडियो लिने मान्छे चाहिँ हाम्रो एकदमै गुडनेस भन्ने साथी हुनुहुन्छ उहाँले लिँदै हुनुहुन्छ। आइटम चाहिँ यति धेरै भयो कि यो कति धेरै आइटम। अझै दाल पनि छैन। अनि दाल पनि खाएको। सो अब हामी खान्छौँ। खाएको बनाउँ न पूजा। ल गाइस चेयर्स हाल्नु पूजा एकदमै ल हामी त एकछिन है साससँग हाल्ने हो। ल त्यससँग हामी ल आइटम धेरै भएर कि कता अब माम निकाल्नु भयो त अनि चेयर्स। ल अब चाहिँ हामी किचन भुइँ सबै सफा पारेर हिँड्दैछौँ। अनि यी बहिनी चाहिँ उता सफा पार्छिन् होइन पूजा दुईवटा भाग छ। अब हाम्रो यहाँ हाम्रो भाग चाहिँ सफा पारिसक्यौँ। कोठा डल्लै बाँकी छ त्यसै रात परिसक्यो 2 बजिसक्यो 2
ओइ ढोका तान्न यो गाइस हामीले चाहिँ किचनको काम चाहिँ सबै सकाएर अब चाहिँ हामी टिकटक बनाउने तयारी अवस्था। अनि आज हाम्रो टिकटक चाहिँ कस्तो आउँछ भनेपछि तपाईँहरू हेर्नु होला बेलुका सबैजना हेर्नु होला हाम्रो टिकटक प्रोफाइलमा गएर टिकटक हेर्नु होला हेर्नु होला यता आइज ओइ कस्तो देखेछ हामी दुई भाइ कस्तो देखेछ क्यापले चाहिँ मलाई एकदम सुहाउँदैन छ यो किनकि म लाउँदिनँ क्याप कहिले लाउँदिनँ क्या त्यही भएर त दामी देखेछ म केटा यो केटी भएर पनि भिडियो आउँछ ल भरे हामी चाहिँ अब पार्क हिँडेको यस्तो गर्मी छ होइन अब अर्को पालितिर छुट्टी मिल्दैन होला माथि छततिर गएको कि टिकटक छतले बन्द जाउँ न भन्ने कुरा भएर पार्कतिर हिँडेको हामी चाहिँ गाइस मिलेपछि त अब के हुन्छ तर आज त्यस्तो गर्मी नै के हो खै हामी भर निस्केर हो के हो होइन कुवेतको गर्मी चाहिँ बवाल दामी गर्मी छ त्यही हो। अनि हाम्रो फोरफाल छ यही हो अनि हाम्रो घर यही हो यो माथिको हामी बस्ने घर चाहिँ अनि त्यही हो। अनि हामी चाहिँ सानो छाता पनि ओढिरहेको छौँ उपर बोकेर पनि हिँड्दैछौँ म त कस्तो जोस जागरले हामी हिँड्दैछौँ अन्त त है अब त्यही हो गाइज भ्लग हेर्नु होला हेर्न चाहिँ नछुटाउनु होइन नछुटाउनु होला अन्तिमसम्मले होइन अन्तिमसम्म हेर्नु होला ब्याग चाहिँ एउटा बोक्नु पर्ने रहेछ राम्रो के हो यो पानी यस्तो बिजोग पस यस्तो बिजोग अनि फेरि हाम्रो त्यहाँ पार्क छेउमा एउटा सानो पसल छ क्या जामिया त्यसो चिसो खाने भनेर पर्स पनि बोकेछ पानी त बोक्नै पर्यो यतातिर गाउँघरमा जस्तो अब पानी दिनु न दिदी भन्दै पस्न मिल्दैन घरतिर अलिक मिलेन अनि त्यही हो हाम्रो टिकटक आउँछ गर्मी छैन अरे यहाँ म त भएर मरे त त्यही भएर कस्तो गर्मी कहिले चाहिँ हट्छ है गर्मी जाडो यहाँ आएपछि शीतल हुन्छ है घुम्नु जानु त्यही भने अब एक महिनामा त जान्छ ल गाई जान्छ पार्क आइसक्यौँ भन्दा नि हुन्छ है इन्ट्रीमा मात्रै बाँकी छ बाटोमा लास्टै गर्मी यहीँ अलस तलस हुन आइसक्यो नपुग्छ अलस तलस हुन आइसक्यो कसरी टिकट त्यही हो एउटा कुरा चाहिँ अब फ्रीको पार्क हो यहाँनिर टिकट चाहिँ लिनु पर्दैन त्यो चाहिँ राम्रो छ। अनि हाम्रो जामिया पार्क भनेको चाहिँ यस्तो हो अनि जामिया खासमा यहाँको नाम चाहिँ जमाइया के अरे होइन खै जामिया हो कि जमाइया हो जमाइया अरे असली नाम चाहिँ तर कस्तो ओह्रालो बाटोमा आएको हामी त यहीँ हिँड्नै तर हामीले बिगारेर यसलाई जमिया भन्छौँ ठिकै छ। यहाँ चाहिँ कुवेतमा चाहिँ बिरालो धेरै पाउँछ है कुकुर चाहिँ पाउँदैन एउटा जतासुकै बिरालो मात्रै हुन्छ बिरालो अनि कस्तो बाटोमा हिँडेको क्या हामी यो राम्रो त तल राम्रो बाटो छोडेर चाहिँ ओह्रालो बिपाया कैसे कैसे दे दूं दिल तुझको यार बड़ा महंगा पड़ेगा ये मेरा प्यार चली जा तेरा काम नहीं है चली जा यार। देखो ना गाइस कस्तो राम्रो पार्क आया है हम अच्छा लग रहा है। ब्याग त बोकेर आउनु नि हेर नि के बिजोग उसने बैग भूल गया घर पर ही क्योंकि वो बहुत एक्साइटेड थी शुरू में लेकिन वो आते समय बहुत थक चुकी है क्योंकि कुवैत का गर्मी ज़्यादा बढ़ चुका है अभी। सो गाइज हामी टिकटक बनाउँछौँ साथै भ्लग पनि गाइज भयो अम्बे पूजा के हो रातो पिरो नभन्न यहाँ मान्छे मर्नु मात्रै सकेको छैन फाइनली हामीले बनाइसक्यौँ टिकटक होइन यसको फोन फेरि के भन्छ यो टेम्परेचर हो कि टेम्परेचर हो तातेको चाहिँ भगवान् अघि बनाएर हामी पुगिसक्ने थियो रुम गर भगवान् धन्दाले पानी ल्याएको मलाई पानीको सहायताले चिसो बनाउँदै म टिकटक बनाउनु अब टिकटक बनाएको गाइस त्यही हो यहाँ भिडियोमा देख्दा पनि रमाइलो होइन तर कति गाह्रो यस्तो छ जाम अब थ्याङ्क फर वाचिङ गाइज थ्याङ्क यू फर वाचिङ ओके बाई बाई सी यू नेक्स्ट भिडियो।